Hey, hey! चिन्ता हटाउने दुःख बिर्साउने। हेलो नमस्कार अनि सबैलाई स्वागत छ मेरो च्यानलमा र धेरै भन्दा नि एकदम धेरै समयको बादमा चाहिँ आज म छोटो एउटा भिडियो बनाउन लागिरहेको छु। र अहिले भने हामी खेचुपेरी वेस्ट सिक्किम खेचुपेरी यो सिमिचेन भन्ने गाउँबाट चाहिँ ओह्रालो झर्दैछौँ। र सिमिचेन चाहिँ मेरो माउली घर हो र हाम्रो माउली घरमा चाहिँ अनि हाम्रो कुकु चाहिँ अलिकति बिमारी हुनुहुन्थ्यो, उहाँलाई हेरिकन चाहिँ हामी फर्किँदैछौँ। र मेरो साथमा हुनुहुन्छ हाम्रो जीवन सोल्टी र यसै गरी हाम्रो यहाँ अगाडि हिँड्नु हुँदैछ हाम्रो सञ्चालक बुबु हो। उहाँ चाहिँ यो बाटोमा चाहिँ अब हिँड्नु सक्दिनँ, म अर्को पालिदेखि मलाई नबोलाइदेऊ, म केही गर्नु सक्दिनँ, म हिँड्नु पनि सक्दिनँ भन्दैछ हो। केही छ भन्नु तपाईँ अलिक भनिदिनुहोस् न यता अलिक अन्त उहाँ चाहिँ यस्तो छ हो, बिचरा साह्रै परिरहेको छ, ओह्रालो छ, यस्तो छ। यो पारी देख्ने 5 माइल भनिन्छ, 5 माइल यताको एकदम गाउँ बस्तीहरू अनि यहाँको नजिकैको टुरिज्म स्पोर्ट्सहरूले गर्दाखेरि एकदम धेरै डेभलप एरिया हो। म चाहिँ सदामा गएर बसेर यो माथि लामाथान गएर बस्यो भने भोकले नै मर्दैन। ल है हामी गाडी स्टार्ट गरेर खेचुपेरी हामी लेक पोखरीतिर हामी प्रस्थान जाँदैछौँ। सञ्जयको जीवन सौकी गाडी चाहिँ यहाँनिर यस्तो प्रकारले आयो कि यहीँ हो नि हौ सञ्चालको एक्सिडेन्ट भएको जीवन सोल्टी। हामीले त गाडी चाहिँ त्यो पर पार्किङ गऱ्यौँ। यहाँनिर चाहिँ आज चाहिँ मेला यो सायद के को भयो बुबु आज होली के पुर्णे हो, यहाँ आजको मेला रहेछ। अनि त्यसले गर्दा गाडीहरू छिर्न सकेन, हामीले गाडी अलिक वरै पार्किङ गऱ्यौँ। र यतिखेर चाहिँ अहिले हामी पोखरीतिर प्रस्थान हुँदैछौँ। अनि यहाँनिर चाहिँ हाम्रो माछाहरू चाहिँ खास हामी माछाहरू हेर्न मात्रै अनि पोखरीको केही दर्शनको लागि आएको थियौँ। अनि हामी माछा चाहिँ यहाँनिर अहिले चाहिँ छैन रहेछ, एकदम पानीहरू सुकेको रहेछ, सायद हुनसक्छ। अनि अहिले चाहिँ अनि त्यसै कारणले गर्दा हामी उता जाँदैछौँ पोखरीतिर। र यसरी नै हामी चाहिँ खेचुपेरी पोखरीदेखि निस्किसकेका छौँ। अनि माछा पनि हेर्न पाइएन, त्यहाँदेखि चाहिँ माछा पनि हेर्न पाएन, स्याटिस पनि त्यस्तो स्याटिस भइएन हो। माछा हेर्नु पाएको भए चाहिँ स्याटिस हुन्थ्यो, तर पनि गुनासो केही छैन।
ए भगवान यति साह्रो बिजी हेर्नु खै को आउनु भएको ए भेना भेटा है लुक्दै लुक्दै आएको नि हजुर कहाँ निस्किएर हिजो आएको नि अन्त यहाँ